कर्नरिङ भइरह्यो, कर्नरिङ फुल। हामी चाहिँ यहाँ गएर अब जेरी के छ त्यहाँ छानी खान्छौँ। ठ्याक्कै साथ ल्याइदिनु नि ल। मैले चाहिँ छ हेरेको त माथिको हेरेको तलको मलाई आयो डबल लगाए चाहिँ अहिले चाहिँ हामी स्यारपुतालको बिचैमा छौँ। ट्याक्क काइकिङबाट काइकिङ लिएर आइयो। धौ चाहिँ लास्टै भइसक्यो त्यो बेचबाट। पछाडितिर तान्यो भने चाहिँ अगाडि जान्छ, सबैलाई थाहा होला। अब मैले मोड्नु पऱ्यो भने जुन साइडबाट टर्निङ काट्ने हो नि, जस्तै अब मलाई लेफ्टतिर मोड्नु छ भने लेफ्ट साइडबाट अपोज गर्ने, राइटतिर मोड्नु छ। अब मलाई यस्तो उता राइट जानु छ माथि होइन। अब मैले ब्याक मुभ राइट साइड बसेर बिस्तारै गरेर यस्तो गऱ्यो भने राइट जान्छ। अब फेरि यताबाट तान्छु बाहिरबाट। दसैँको मुखमा अब सबैलाई रोजगारी भनौँ न एक किसिमको। हामी चाहिँ यहाँ गएर अब जेरी के छ त्यहाँ छानी खान्छौँ। के भालेको यो माथिको जुरी हो, भालेको यो पकौडा यहाँ आफै बनाउनु भएको के हो यो? जेरी हुन् क्या होइन त होइन? रातो जेरी खाने कि प्यालो जेरी खाने त यार? मिठाई कसरी दिनुभयो? यता छन् कि गिल्ला जेरी यार? यता त जेरी पहिलेबाट हाल्ने जस्तो माने मैले। अलिकति जेरी हाल्दै बानी परेको मान्छे जस्तो माने। यस्तो छ बन्द भइगयो ल त्यसमा दाया त के बन्द भइगयो त? रेकर्ड भइरह्यो हजुर। यहाँ चाहिँ यस्तो छ त्यहाँ दाइले मलाई दिन्न हेलो छिटो। ओहो हेलो हेलो हामीलाई नदेखाऊ भाइ। यो दोस्त हो यहाँ चाहिँ हाम्रो हुनुहुन्छ यहाँ। अब यहाँ चाहिँ स्यारको पर्यटन मेला लागिसकेको छ। सबैजना आइदिनु होला, यहाँ रमाइलो गर्नेछौँ हामी। मेरो पनि छ है च्यानल, मेरो पनि छ टिआरएस ब्लग। मलाई पनि सब्सक्राइब गरिदिनु पर्यो है। त भन्छ त बाबु सब्सक्राइब गरिदिनु पर्छ सबलाई। दाइलाई चाहिँ सब्सक्राइब गरिदिनु होला। ठ्याक्कै साथ ल्याइदिनु नि ल। मैले चाहिँ छ हेरेको त माथिको हेरेको तलको मलाई आयो डबल।
ल गाइज एकछिन चाहिँ अब मैले चाहिँ लाउनु पर्यो चाहिँ राम्रो लाग्यो मलाई पनि यसको बारेमा पहिला बुझौँ होइन गाइज यो चाहिँ स्यारपुताल हामी चाहिँ यता हाइकिङ गरेर आयौँ मेरो त पहिलोचोटि हो यो यसरी पछाडितिर तान्यो भने यो चाहिँ अगाडि जान्छ सबैलाई थाहा होला अब मैले मोड्नु पऱ्यो भने जुन साइडबाट टर्निङ काट्ने हो नि जस्तै अब मलाई लेफ्टतिर मोड्नु छ भने लेफ्ट साइडबाट अपोज गर्ने राइटतिर मोड्नु छ अब मलाई यस्तो उता राइट जानु छ माथि होइन अब मैले ब्याक मुभ राइट साइड बसेर बिस्तारै गरेर यस्तो गऱ्यो भने राइट जान्छ अब फेरि यताबाट तान्छु बाहिरबाट तान्यो भने मोडिन्छ यसरी यो चाहिँ स्यार्पु दह रहेछ यो माथि यो डाँडा काँडा चारतिरबाट ठुलो डाँडाले घेरेपछि त्यहाँबाट अब जस्तै झर्नाहरू आएको रेनफलहरू सबैको पानी जम्मा भएर चाहिँ यहाँ चाहिँ दह जस्तो बनेको रहेछ क्या खास यसको आफ्नै मूल चाहिँ रहन्छ केही पनि आफ्नो मूल नभए पनि जस अब बर्खामा चाहिँ अहिले बर्खा भर्खरै भ्यायो नि त बर्खामा चाहिँ पानी एकदम धेरै छ हरियो पानी छैन अब यो पछि चाहिँ बर्खा गइसकेपछि खडेरीमा चाहिँ पानी सुकेर अलिक कम हुँदो रहेछ यहाँको बाँकी अब बोटिङ गर्न पनि मजा आउँछ राराताल भन्दा त्यही हो तपाईँको यसको एरिया चाहिँ हिजो त्यहाँ कार्यक्रम रहेछ क्या मेला असोजको 11 गते सधैँ यहाँ मेला लाग्ने रहेछ उता पारि जहाँ चाहिँ हेलिप्याड पनि छ के भन्दै गइरहेको थिएँ भनेपछि त्यहाँ 3.5 हो कि कति किलोमिटर वर्ग किलोमिटर छ अरे यसको एरिया अब राराको त हामीलाई थाहा छ 5 किलोमिटर र 3 किलोमिटर लेन्थ र ब्रेथ भनेपछि राराभन्दा 5 भाग सानो लगभग त्यस्तो टाइपको भयो भनेपछि रारामा त कति ठुलो होला लास्टै ठुलो छ त्यो माथिसम्म गाउँहरू छन् यहाँ चाहिँ बिजुलीको पोलहरू उताबाट गइरहेको सबै अलिअलि ठेगार लगाइसक्यो त्यो बाटो रहेछ त्यहाँ जान्छौँ हामी त्यहाँबाट त्यो मन्दिरतिर लगाइरहेको काइकिङ स्यार्पुमा स्पिड अब चाहिँ गाइज म अघि चाहिँ हेलमेट लिएर आएको थिएँ भिडियो बनाउनको लागि अब चाहिँ म हेलमेट राखेर आउँछु त्यहाँ गएर हेर्न सक्नुहुन्छ स्यार्पुको बिचैमा हेलमेट सहित लाइफ ज्याकेट लगाएर लास्टै थाकियो यार अब चाहिँ हेलमेट राखेर क्यामेरा मात्र लिएर आउनु पर्यो मोबाइल त उतै राखेर आएको छु मैले यार लगाएछ अहिले चाहिँ हामी स्यार्पुतालको बिचैमा छौँ ट्याक्क काइकिङबाट काइकिङ लिएर आइयो यार धौ चाहिँ लास्टै भइसक्यो त्यो बेचबाट अब निस्किने होला 1 घन्टाको प्याकेज थियो अब चाहिँ जानुपर्छ होटलतिर खाना खाएर घर जानुपर्छ यी साथी मेरो गइसक्यो तिनलाई चाहिँ मैले 10 सेकेन्डको हेड स्टार्ट दिएको 15 सेकेन्ड भइहालेछ रेस खेल्ने अरे कि मसँग सो लेट्स गो ट्याक्क जोडाएर पार्किङ गर्छु है एक्सर्साइज त मस्त एक्सर्साइज हुँदैन ल पार्किङ यो तरिकै ग्याप हेर न
सकिए नि यार यिनलाई 10 सेकेन्डको लिड दियो कहाँ सकिन्छ सकिन्छ के 10 सेकेन्डको लिड 10 सेकेन्ड बहुत हो के धेरै हो नि ल लगाइदियो चाहिँ स्यारपुताल यहाँबाट देख्न सक्नुहुन्छ पुरै भ्यू यतापट्टि चाहिँ होटल थियो हामी बसेको यसको ट्याक्क वरिपरि घुमेर आयो भने यसको चाहिँ यहाँ अपोजिट साइड हो यहाँबाट चाहिँ उता पारितिरको गाउँ देखिन्छ यतातिर पनि अलिअलि गाउँ चाहिँ छ अब चाहिँ हामी एकछिन सरै वरिपरि हेरेर त्यसपछि अब हामी यहाँबाट फर्किन्छौँ लगाए स्यारपुताल चाहिँ पुरै घुमेर अब चाहिँ हामी यहाँबाट भेटाउन पायौँ आज चाहिँ महोत्सव भएर मेला भएर चाहिँ यस्तो भइरहेको रमझम देखिरहेछ हामी चाहिँ अब स्यारपुतालबाट ट्याक्क अब सुर्खेतको लागि यात्रा 6-7 घन्टा लाग्ने होला बाटो चाहिँ कोही ठाउँमा अब अफरोड छ नत्र धेरै जस्तो त अनरोडै राम्रै बनाएको छ र सल्यानतिर चाहिँ त्यस्तो राम्रो बाटो छैन तर रुकुम छिरिसकेपछि चाहिँ बाटो राम्रै छ भनौँ न